मेस्मराइज Hello guys, welcome back to my channel. New day, a new night, new vlog guys. आज चाहिँ शिवरात्रि स्पेशल भएर हैन अब चट्ट लाएर वातावरण हेर्न जाँदैछौँ महाशिवरात्रिको हैन यहाँनिर चाहिँ गाइस तपाईहरु सेल्फी लिन्छ हैन तपाईहरु पनि कृपया प्लिज गरेर बस्दिनु होला तपाईहरुको र हाम्रो सँगै सेल्फी लिउँ ल है त गाइस 1 2 3 स्मार्ट चित्तला So guys, हामी चाहिँ पशुपति जाँदैछौँ महाशिवरात्रिको उपलक्ष्यमा हैन तपाईहरुलाई फेरि भन्न सकेन ह्यापी शिवरात्रि हैन अब चाहिँ हामी तपाईहरुलाई वहाँ पशुपति गएर भेट्छौँ गाइस स्टे ट्युन आजको भिडियो बब्बाल हुन्छ है गाइस बब्बाल भन्दा नि बब्बाल सो गाइस यहाँ माबासी चेकिङ हुँदैछ हैन खोइ त फुक्नी ल फुक्नी हैन ल फुक्नी नै कस्तो त्यही म झन् फुक्नी भनेर भिडियो अन गरेर गरे नभइतिर त्यहाँ मेरो बिल्ला भइतिर क्या फुक्न यहाँ चाहिँ फुक्न मिल्छ होला है गाइस हेरौँ लेट्स सी फुक्नी ल यहाँ पनि गर्न नतिर सर म नि एकचोटि गरौँ खै के भयो खै के भयो नि नभन्दिर सरले त चाहिँ किन पुग्दिन त खाके छैन सो गाइस हामी चाहिँ पशुपति आइसक्यौँ हैन यहाँ च्याट्ट लाएर अब यहाँ अगाडिबाट छिर्ने ठाउँ छ कि छैन हेरौँ हैन छिर्न मिल्यो भने छिर्दिने हो हैन छिर्न मिलेन भने पनि जुगाड लाएर ए ल छिर्न मिल्दो रहेछ ल ओपन देखि हाल भाइ मैले त भने हैन आई टोल्ड यु द्याट सिट सो गाइस आज पनि पशुपतिमा दामी अब टक्क लाएर बाबा खोज्नुपर्छ आज पनि हैन च्याट्ट बाबाजीसँग जय सम्भव गर्दै बस्नुपर्छ के बिक्री हुँदैछ के हो दाइ यो कसरी एउटाको त्यत्रो त खाइदिएन दाइ एउटा दुईटा पाउनु त्यसो म अहिले आउँछु केटाहरू लिएर 50-60 रुपियाँ खानु पर्थ्यो त्यसो सब बोलाएर अब यी भाङ त डेन्जर यस्तो होइन बर्फी टाइपमा बुझिस् कडा रहेछ होइन शिवरात्रि स्पेसल भनेर खाउँ भनेर विचार गरेँ फेरि उहाँ त अहिले थर्कलन उहाँबाट कमेन्ट गरेर त भाङ खाने भनेर शिवरात्रिको बेला त्यही शिवरात्रि भन्ने मात्रै त नि दाइले हान्न थाल्यो भने त शिवरात्रि नै औँसी पर्ने डेन्जर दिन्छ अनि ए ल यहाँ क्राउड चाहिँ जो सही छ क्या मजेदार क्राउड छ यहाँ के भइरहेको आज चाहिँ के हो मान्छे फर्किनु बेला चाहिँ हामी आउँदै हो कि ए ल तातो भाङ्गो बन्दै रहेछ त्यो जलेबी जलेबी भाइ ल यस्तो राति चाहिँ कोला कसैले खाँदैन है ल के कोला 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 क्या कोला कोला क्या कोला 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 हो क्या त्यही भन्नु खोज्यो त्यही हो क्या माथि चाहिँ दामी गरेछ ल अहिले अहिले त्यो बन्द हुन्छ जस्तो लागिरहेको कहाँ के अघिको भान्डाको त्यो हुँदैन यही बाटो फर्किनु त बेलुकासम्म भइहाल्छ ट्राई गर्नुपर्छ फेरि बेलुका हाँसे भइदियो भने हाल भएर म होइन तनाव हुन्छ यहाँबाट यहाँ माथि चाहिँ तातो रोटी सोटी खाता बन्दोबस्त पनि छ है गाइस यहाँ छुटमा माथि दामी बनाएको छ यता यता चाहिँ भण्डारा पनि छ है गाइस प्रसाद पनि यता कता हो त्यो चाहिँ थाहा भएन होइन यहाँ भाङको लड्डु भाङको पकौडा भाङको जलेबी यहाँ रहेछ यहाँ पनि साँच्ची मैले बिर्सिरहेँ यहाँ दर्शन गर्न चाहिँ हिजो हामीलाई थाहा थिएन किनकि हामी उताबाट आएको नि त होइन गाइस आज चाहिँ अब आलु भैरमा यहाँ दर्शन गर्न जान्छौँ आइज आना
ल यहाँ गाईजी पढ्न सक्नुहुन्छ है। महाकालेश्वर ओमकार केदारनाथको ऊ पनि ल्याएर रहेछ अरे यहाँ। भयो यार के हो नागेश्वर रामेश्वर यो चाहिँ क्या पल्टे चाहिँ के हो यो दाइ ए खै यहाँ कोही छैन जस्तो दुर्मेश्वर रामसिताई गाई चाहिँ चेट लाएर आलुलाई आलु भाइले नेपाली पढ्न आउँछ अरे गाई चाहिँ त्यो चाहिँ यहाँनिर तपाईँहरूले बुझ्न नि सक्नुहुन्छ होइन सट्ट लाएर के हो कसो हो भनेर। यहाँ माता रानीहरू टक्कै कृष्ण भगवान् नन्दीजी हो सरी है खै त एकैछिन ल 2 सेकेन्ड अनि गर्नु न है ल आन्टीहरूको टिकटक बिगारिदिरहेको गाइज मैले मेस्मराइजिङ छ क्या राम सीता ल हेर्नु गाइज ल यहाँ हेर्नु है यो राम्रो छ है ल हेर्नु यहाँ यो चाहिँ मलाई जहाँसम्म लाग्छ यो जापानको होइन अमेरिकाको 13 टाउको जापानमा नि हानेको थियो क्या हिरोसी पहिलाको भक्ति र अहिलेको ऊ क्या सतीयुग होइन हो। ओहो के हो यो नराम्रो नगर्नु नराम्रो नबोल्नु नराम्रो नसुन्नु नराम्रो लगाइ यहाँ सुन्नु नराम्रो नसोचौँ नराम्रो नसोचौँ नराम्रो नहेरौँ नराम्रो नसुनौँ नराम्रो नबोलौँ नराम्रो नगरौँ है गाइज। त्यता जानु मिल्दैन होला दाजु अहिले करौला नि फेरि अब त सकिने बेला सकिसक्यो खै तपाईँको भ्लग सकिएन भने मेरो भ्लगिङ गरेर जारी नै छ खै दाजु अलिकति साइड यतापट्टि आइदिनु न अलिकति है। सरस्वती माता होइन यहाँ चाहिँ माताहरूको आदि शक्ति गणेश भगवान् पनि हुनुहुन्छ होइन प्रथम पूज्य गणेश भगवान् है गाइज। कतिजनालाई थाहा छ थाहा छैन हिजो यहीँनिर स्टेजमा चाहिँ ऊ भइरहेको थियो होइन। ल जाउँ हाल्यो है ल अब हामी माथि जान्छौँ गाइज। अहिले चाहिँ यहाँ 2टा बाटो बनाएर रहेछ होइन एउटा यताबाट अनि एउटा यताबाट हामी चाहिँ यता माथिबाट जाँदैछौँ। है दामी यार यहाँ त कडा ए ओहो यहाँ धुनी यहीँ धुनी बालेर बसिरहनु भएको छ होइन यहाँ नि धुनीमा साथमै बस्न ठिकै ल यहाँ धुनीमा चट्ट लाएर यसरी बस्नु मिल्छ है यहाँ सट्ट बाबाहरूसँग। यहाँ पनि चट्ट बाबाहरूसँग बसेको चाहिँ होइन यहाँ पैसा तिर्नुपर्छ कुनै ठाउँमा तिर्नु पर्दैन। यो चाहिँ प्रसाद खाने ठाउँ है गाइज शिवजीको प्रसाद खाने ठाउँ यही हो स्पेसल प्रसाद मात्र हो नि यहाँ चाहिँ प्रसाद स्पेसल है गाइज। हामी एकलट माथि गएर आऊँ न हिजोको बाबाजी भेटिन्छ कि ल चट्ट माथि जाउँ। ओहो यहाँ यार यता त सब सुतिसक्नु भयो त
त्यो जय भोलेनाथ यहाँनिर चाहिँ माथि चस्सो हेरौँ न क्राउड त हिजो पनि त्यस्तै थियो नि हामी गएर आयो जे भयो नि हिँड्न एकलट तल मात्रै हेरौँ चुस्सो हेरौँ न आइज त यहाँ पनि कडा कतिजनाको हालत खराब भइरहेको छ गाइज यहाँनिर त्यो उतैनिरबाट एक हेरौँ न बाटो त छ होइन हामी चाहिँ यहाँ माथि उता तलको बाटो आएको भए यहाँ हुन्थ्यो हिँड ल यहाँ चाहिँ पानी सानीको पनि व्यवस्था छ है गाइजु देख्न सक्नुहुन्छ यहाँ सब व्यवस्था छ नेपालमा चाहिँ है के अरे जनकपुर भन्न आएछ ओहो चिप्ले लगाइहाल्यो बिस्तारै चाहिँ ल हामी चाहिँ यता माथि आइपुग्यो होइन के भयो माथिबाट लहर्नु थाल्यो के हो हामी चाहिँ हिजोको बाबाजी छन् कि भनेर हेर्न आएको होइन बाबाजी र किन हामी त्यही बस्ने नत्र त्यही तलतिर यसो घुम्नु पऱ्यो हिजो अहिले त उतै त्यो हिजोको शङ्खवाला बाबा हेर शङ्खवाला बाबाको कडा भएको थियो हिजो यहाँनिर गाई यहाँ शङ्खवाला बाबा हुनुहुन्छ है चट्टे पारेर ल उता माथि एक राउन्ड हिँड्न अनि त्यहाँबाट हामी उता हिँड्न हामी यताबाट खिच्यो सबले खिचेर आना आयो त दिन सक्नुहुन्छ गाइज है माथि जान सकिँदैन होइन हामी चाहिँ अब यतै तल बस्छौँ गाइज हामी चाहिँ यहाँ चट्ट बाबासँग बस्नु लाग्यो होइन चट्ट लाएर यहाँ हुनुहुन्छ बाबाजी होइन यहाँ छ धुनी अनि यहाँनिर छ यतातिर पनि चट्ट हाम्रो बाबाजीहरू हुनुहुन्छ बाबाजीले च्यालेन्ज गरिरहेछ नि म लुसुक्क गरेर गरौँ यसरी बाबाजीले भिडै नगर मेरो देख्छन् भनेर भनिरहेको क्या नसुत्नु न भने नसुत्नु यत्तिकै गरौँ देख्दैनन् क्या अब छेकेर ल ल ल ल ल भिडियो नाइ सो गाइज हामी चाहिँ जानलाई यहाँबाट होइन चट्ट लाएर अब यहाँबाट हामी लाग्छौँ सो गाइज आजलाई चाहिँ यति नै हो गाइज लाइक दिस भिडियो डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब गर्नु चट्ट लाएर होइन सी यू गाइज एट नेक्स्ट भिडियो गाइज त्यति दिनको लागि स्टे ट्युन